गो। हेलो गाइस, आज एउटा कुरा सरप्राइज देखाउन गइरहेको छु हैन। नेपालमा गरी खानेकोहरुको लागि कतिको ठाउँ छ भन्ने कुरा चाहिँ हजुरहरुलाई बताउन गइरहेको छु। आजभन्दा 1.5 वर्ष 2 वर्ष पहिला हामीले यो फर्म स्टार्ट गरेको थियो। हजुरलाई फर्म देखाउँदै छु। यो टोयलेट बाथरुम, त्यसपछि यहाँ थियो भाडा मस्काउने ठाउँ। यहाँ सबै ब्लक ओछ्याएको छ। यो सबै ब्लक ओछ्याएको यो हाम्रो प्यारो आँगन थियो। यहाँ थियो करे सवारी। यहाँ हामी सब्जी लगाउँछौं। फिलहाल अरु कसैले गरिरहेछ, अहिले लसुन लगाइरहेछ। यो चाहिँ हो हाम्रो प्यारो बस्ने घर। 2 कोठाको एकदमै प्यारो बस्ने घर। हामीले धेरै दुःखमा ऋण गरेर बनाएको घरहरू थियो यो। अनि यहाँले ढोका खोल्नु भयो। यो हाम्रो घर हो। अब हेर्नुस्, यो हाम्रो गाईको ग्वाली। यो भनेको सानो लोकल कुखुराहरू, चल्लाहरू, लोकल कुखुराको लागि बनाउने हुर्काउने, चल्ला हुर्काउने घर। यो भनेको उजाडिएको छ अहिले बाख्राको खोर। 50 वटा बाख्राको एस्टिमेट गरेर हालिएको थियो। यो भनेको हाम्रो कुखुराको खोर। यो कुखुराको खोर हामीले धेरै दुःख गरेर ऋण गरेर यो बनायौं। अन्तिममा के भयो? दाना महँगो, चल्ला महँगो, भनेको समयमा किसानले नपाउने यो एउटा खोर भयो। 700-800 कुखुरा अट्छ यहाँ। अर्को यो कुखुराको खोर, यसमा पनि सेम त्यति नै अट्छ। भनेको ठाउँमा चल्ला दाना नपाउने, महँगो एकदमै। अनि त्यसपछि बेच्ने बेला भयो, कुखुराको रेट सट्टै घट्दिने। अनि किसान सधैँ मारको मार, कि त रोग लाएर मर्दिने, कि त दाम घट्दिने गरेर हद्याएर हामीले छोड्यौं। त्यही छोडेर त्यही ऋण तिर्नको लागि आज विदेशिनु पर्यो। विदेशबाट आउँदाखेरि उजाडिएको अवस्था। यो रह्यो बंगुरको खोर। बंगुर पालन। मेरो हस्बेन्ड चाहिँ स्वयं भेटनेरी, तर पनि दिन लागेपछि कसैको लाग्दो रहेनछ हैन। यहाँ नेपालको अर्थतन्त्र यस्तो हो। नेपाली युवा विदेशिनको यहाँ हेर्नुस्, एकदम व्यवस्थित गरेर रडहरू मजा लगाएर 3 वटा रड लगाएर बनाइएको छ। हेर्नुस्, यहाँ अहिले उजाडिएको छ। यो हामीले लगाएको बोट बिरुवाहरू चाहिँ अलिअलि सप्रेछन्, बाँकी चाहिँ अरु केही पनि छैन। त्यहाँ केराखारीहरू छ। यस्तो छ नेपालको अर्थतन्त्र। र त्यही ऋण तिर्नको लागि हामीले अहिले विदेशिनु परेको छ। हाम्रो यो फर्म भनेको यो देखिरहनु भएको छ, यो हाम्रो सपना थियो कुनै समयमा। अहिले रुन मन लाग्छ कि सपना टुटेको हेर्दा। हामी पढे लेखेका युवा, तर आफ्नै देशमा केही गरौं न त भनेको। न त हामीले अनुदान पायौं, न त कतैबाट सहयोग। सिवा मारदेखि बैंकको चर्को ब्याज, समयमा दाम नपाउने कृषकहरूले, त्यसैले कृषकहरू झुन्डेर मर्नुको, विदेशिनुको। मान्छे जिउँदै आगो लागेर एकजना मर्यो नि कोही। यही कारण हो हामी चाहिँ मर्न सकेनौं, देश छोड्न बाध्य भयौं। त्यति मात्र हो। यहाँ हेर्नु, मेरो सपना यो सबै मेरो सपना हो। यो टुटेको सपनाहरू, यो भत्केको घरहरू होइन। अझै पनि राम्रो छ, अझै पनि राम्रो छ। तर मेरो आँखा रसाउँछ कि यहाँ आउँदा। आज धेरै वर्षमा म आएँ, खुसी लाग्यो। बोट बिरुवा चाहिँ हुर्केका छन्। यहाँदेखि सिधा पर्यो त्यो अलिअलि बोट बिरुवा देखिरहनु भएको छ, त्यहाँसम्म छ। त्यहाँ चाहिँ अलिअलि बिरुवा हुर्केछ, बाँकीहरू केही पनि छैन। दुःख लाग्छ कि यस्तो हुँदा। भिडियो लामो भयो, सरी है यसको लागि।